ब्राउजर ओपन गर्ने, mass grab.dev टाइप गर्ने, इन्टर गर्ने, डाउनलोड विन्डोज अर अफिसमा क्लिक गर्ने, विन्डोजहरू दिएको छ, कुनै जुन विन्डो चाहिएको त्यसमा क्लिक गर्ने। हजुरले यीमध्ये एउटा लिन सक्नुहुन्छ, इन्टरप्राइज लिए। त्यसपछि आइएसओ फाइल देखिन्छ, आइएसओ फाइलमा क्लिक गर्ने, यहाँ क्लाउड भेरिफाई हुन्छ। भइसकेपछि डाउनलोड फाइलमा क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ डाउनलोड हुन्छ, यहाँ हेर्न सक्नुहुन्छ डाउनलोड भइरहेछ। यसै गरेर हजुरले यसैमा क्लिक गर्नुहोस्। यो अफिस डाउनलोड गर्नु पर्यो भने डाउनलोड अफिसमा क्लिक गर्ने। यसमा हजुरलाई जुन अफिस चाहिएको हो यहाँ माथि दिए अनुसार कुनैमा क्लिक गर्नुहोस्। 24 मा मैले गरेँ। त्यसपछि यो प्याकेज अनुसारको सफ्टवेयर हुन्छ। जस्तो हजुरलाई यो लिनु पर्यो भने यहाँ देख्न सक्नुहुन्छ लिङ्क। हजुरले अफलाइन यो अनलाइन 32 बिटमा र 64 बिटमा छ। 64 बिटमा अनलाइन गर्नु पर्यो भने यसमा, अफलाइन गर्नु पर्यो भने यसमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि यहाँ डाउनलोड हुन्छ, 5.1 GB छ। अनि त्यसै गरेर रुफुस डाउनलोड गर्नु पर्यो भने यसमा क्लिक गर्नुहोस्, क्लिन इन्स्टल विन्डोज, rufus.ie मा ओपन हुन्छ। ओपन भइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ भर्जनहरूमा, विभिन्न भर्जनहरूमा कुनै एकमा क्लिक गर्ने। क्लिक गरेपछि यो एड आउँछ, एड आयो भने क्लोज गरिदिनु। यहाँ डाउनलोड भइरहेको छ। डाउनलोड भएको फाइलहरू डाउनलोडमा गएर बस्छ र त्यसलाई हजुरले युज गर्न सक्नुहुन्छ।